तीर्थ हुँदैनन्। पिता भन्दा ठुला कुनै व्रत हुँदैन। गुरु केदारकम तीर्थम, गुरु छन् केदार तीर्थ समान छन्। त्यसकारण तिमीले अब यहाँ जति चाहिँ आर्जन गर्यौ, आर्जन गरेर अन्तिममा गएर आफ्नै माता पिताको आमा बाबाको सेवा गरेर बस भनेका यी देशान्तरका कथा हुन्। देशान्तरका कथा हामीले श्रवण गर्यौं। अब वर्तमानको क्रमले बटुकलाई 8वटा कलशका जलले सिंचन गरिसके पछाडि उनी त्यहाँबाट भागेर जान्छन्। भागेर नयाँ वस्त्र लगाएर आउँछन्। आए पछाडि सबैले बटुकलाई पनि आशीर्वाद प्रदान गर्नुहुनेछ। र अब कन्या र बटुकलाई टीका लगाइदिसके पछाडि यता घरका कर्ताहरूले आरती तयार गर्नुहुनेछ। आरती पछाडि पूर्ण पात्र बनाउनुहुनेछ, बलि बनाउनुहुनेछ। यी सबै कर्म एकैचोटि तयार गर्दै कर्ताहरू सबैले तयार गरिरहनु होला। आरती तयार गर्नु होला। पूर्ण पात्र र घृत छाया गर्ने बटुकामा घिउ पनि हालेर पगालेर राखिराख्नु होला। हामी यो कर्म सके पछाडि फेरि पनि भागवतको कर्ममा जोडिनेछौँ भन्दै